नमस्कार, म गोमा पराजुली युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्न चाहन्छु। र म आज चाहिँ गोमा फाउन्डेसनको तर्फबाट चाहिँ यो बुलिङटार भन्ने ठाउँमा छु, नवलपुरको बुलिङटार भन्ने ठाउँमा छु। म 50 वर्ष कटेज स्कुल पढेर अनि मैले किताब लेखेर अनि त्यो किताब बिक्री गरेर मैले यहाँका यी एकदम कमजोर आय आर्जन भएका बालबालिकाहरूलाई सहयोग गर्नलाई म यहाँ उपस्थित भएकी छु। हामी चाहिँ पोखरादेखि बिहान 7 बजे हिँडेका भिमाद हुँदै यता कालीगण्डकीको किनार हुँदै हामी चाहिँ यहाँ चाहिँ यो नवलपुरको बुलिङटार भन्ने ठाउँमा चाहिँ आएका छौँ। 11-12 बजे लगभग हामी यहाँ आइपुगेका थियौँ। यहाँको आमा समूहहरूले हामीलाई चाहिँ खाना खुवाएर हामीलाई चाहिँ एकछिन आराम गराएर अनि कार्यक्रम सञ्चालन गरिएको हो। यहाँका बालबालिकाहरूलाई चाहिँ एकदम आफूले त्यो किताब बिक्री गरेर सङ्कलन गरिएको पैसा जुन मसँग आर्थिक मैले त्यही किताब बेचेर चाहिँ आर्थिक सङ्कलन गरेका थिएँ। त्यही सङ्कलनको उपज मैले आज यी बच्चाहरूलाई सहयोग गर्न पाएकी छु। यसमा चाहिँ मलाई एकदम खुसी लागेको छ, गर्व लागेको छ। हजुरहरूले पनि एउटा किताब किनेर भए पनि सहयोग गरिदिनु भयो भने म यसरी ठाउँ ठाउँमा गएर चाहिँ कमजोर आय आर्जन भएका बालबालिकाहरूलाई केही नभने एउटा कापी र कलम भए पनि दिन सक्छु भन्ने चाहन्छु। नवलपुरको बुलिङटार 4 मा शैक्षिक सामग्री वितरण गर्न गएकी थिएँ। त्यसमा म मात्रै थिइनँ, अरू सबैजना हुनुहुन्थ्यो र महेन्द्रमान व्यथित सरको नेतृत्वमा हामी त्यहाँ बुलिङटार पुगेका थियौँ। यसरी चाहिँ मैले वितरण गर्दै गर्दा शैक्षिक सामग्रीहरू वितरण गर्दै गर्दा हामीहरूलाई चाहिँ त्यहाँ बालबालिकाले नाचेर चाहिँ हामीलाई स्वागत पनि गर्नुभएको थियो। श्री रम्बादेवी आधारभूत विद्यालयमा र त्यहाँका बालबालिकाहरूको अवस्था अलिकति चाहिँ कमजोरी जस्तै लाग्यो र अनि मैले चाहिँ पोहोर साल गएर हेरेर आएकी थिएँ। अनि मलाई त्यहाँ गएर दिम जस्तो लाग्यो र मैले अहिले वर्षभरि किताब बिक्री गरेको र सङ्कलन गरेको सङ्कलित रकमले बालबालिकाहरूलाई चाहिँ कापी, कलम, खेलकुदका सामग्रीहरू सम्पूर्ण मैले चाहिँ आफूसँग जे जति आय आर्जन भयो त्यही किताब बिक्री गरेका पैसाले मैले आजसम्म त्यही पैसाले नै सहयोग गर्दै आएकी छु। अरू आय आर्जन भनेको मेरो केही नै छैन। म त्यस्तो कमाइ धेरै धुन्दामै भएको मान्छे पनि होइन। माननीय दामोदर बैरागीज्यू पनि उहाँको प्रमुख अतिथिको भूमिका थियो भने अरू सबैजना हुनुहुन्थ्यो। हामीले खेलकुदका सामान पनि वितरण गरेका थियौँ फाउन्डेसनको तर्फबाट। कापी कलम मात्रै होइन, कापी कलम दिएर पढ्न मात्रै होइन, खेल्न पनि पर्छ बच्चाहरूलाई भनेर चाहिँ मैले खेलकुदका सामानहरू पनि खरिद गरेर लगेकी थिएँ। मैले जहाँ जहाँ गएर किताबहरू बिक्री गर्ने गर्छु अनि त्यहाँ मैले बच्चाहरूलाई सहयोग गर्ने हो भनेर चाहिँ भन्ने गर्छु भने मैले चाहिँ जे बोलेको हो त्यही नै गर्छु। म फेरि एउटा कुरा बोल्ने एउटा काम गर्ने म गर्दिनँ। मैले खेलकुदका सामानसहित र शैक्षिक सामग्री, कापी, कलम, खेलकुदका सामान सबै कुरा चाहिँ बच्चाहरूलाई वितरण गरेकी छु। बच्चाहरू खुसी भएका थिए। मलाई पनि एकदम आनन्द, शान्ति, एउटा आत्मसन्तुष्टि मिलेको थियो।
यो उमेरमा पढेर किताब निकालेर किताब बिक्री गरेर र त्यो किताब बिक्री गरेको सङ्कलित रकमले बच्चाहरूलाई सहयोग गर्न पाउँदाखेरि म एकदम आनन्दित छु, एकदम खुसी छु। म हरेक ठाउँमा गएर मलाई चाहिँ अहिले सबैजनाले चाहिँ भिरको बाटो लेखक गोमा पराजुली भनेर चिन्नुहुन्छ भने मलाई चाहिँ तपाईँले आएर चाहिँ बच्चाहरूलाई अथवा महिला दिदीबहिनीहरूलाई एउटा मोटिभेसनको कार्यक्रम चाहिँ राखेर तपाईँले चाहिँ प्रशिक्षणको जस्तो एउटा काम गरिदिनुपर्छ भनेर निमन्त्रणा गर्नुहुन्छ। त्यही अनुसारले म गइरहेकी हुन्छु र ठाउँ ठाउँमा म त्यस्तै खालका कामहरू गरिरहेको हुन्छु र किताब पनि बिक्री गरेर आउँछु अनि सङ्कलित रकमले यसरी बच्चाहरूलाई मैले सहयोग गर्ने गर्छु। यस्तो किसिमको भिडियो किन राखियो भन्ने पनि प्रश्न आउला। त्यसमा चाहिँ दुविधा नहुनु होला, किनभने मैले आफ्नो आय आर्जन केही छैन र पनि मैले किताब बिक्री गरेर भिरको बाटो पुस्तक बिक्री गरेर सङ्कलित रकमले यति सहयोग गर्न सकेँ भने अब 2-4 पैसा कमाउन सक्ने केही व्यापार व्यवसाय गर्नुभएको व्यक्तिहरूले त झन् गर्न सक्नुहुन्छ भन्ने किसिमले पनि भिरको बाटो पुस्तकबाट चाहिँ आय आर्जन भएको रकमलाई यसरी सदुपयोग गरेकी छु मैले भनेपछि तपाईँहरूले पनि गर्न सक्नुहुन्छ भनेर मात्रै देखाउन खोजेको हो। फेरि यसमा चाहिँ किन देखाउन खोजियो त नि भन्ने कुरालाई चाहिँ अन्यथा नसोच्नु होला। मैले त सहयोग गर्न सकेँ भने तपाईँहरूले त झन् सक्नुहुन्छ। कमजोर बालबालिकाहरूलाई चाहिँ सहयोग गरेर एउटा कपी दिएर एउटा कलम दिएर उनीहरूको भविष्य चाहिँ लेखिन्छ भन्ने हिसाबले मैले यसरी चाहिँ वितरण गर्दाखेरि उहाँहरूको सबै हाउभाउ सबै कुरा मलाई चाहिँ भिडियोमा पनि राख्न इच्छा लागेर मैले चाहिँ यसरी राखेकी हुँ। हरेक विविध कारणले गर्दाखेरि म बाल्यकालमा पढ्ने अवसर पाइनँ। त्यही म बाल्यकालमा पढ्न नपाए पनि मेरो समय परिस्थितिले चाहिँ मलाई 50 वर्ष कटेपछि मलाई टाइम मिल्यो र म यसरी पढ्न गएँ, पढेँ। अनि बालबालिकाहरूलाई पनि एउटा चाहिँ नयाँ खालको ओहो यत्रो उमेरले छेक्दो रहन्छ पढाइमा भनेर बच्चाहरू पनि उत्साहित हुनुहुन्थ्यो भने अब मलाई पनि आफूलाई छुट्टै खालको आनन्द लाग्थ्यो। यो उमेरले छेक्छ, म उमेर गयो, पढ्न हुँदैन, पढ्न अब लाज लाग्छ, यो हुन्छ त्यो हुन्छ भन्ने कुराहरू पछाडि राखेर आफू चाहिँ आफ्नो कर्मलाई निरन्तर दिनका लागि उमेरले छेक्दैन, जुनसुकै काम गर्नलाई पनि गरिरहनु पर्छ। यो भिरको बाटो पुस्तककै चर्चा परिचर्चाले गर्दाखेरि म विभिन्न ठाउँमा चाहिँ गएर बच्चाहरूदेखि ठुलो मान्छे महिलाहरू अथवा कुनै हिंसा विरुद्ध बोल्न पर्यो भने हरेक ठाउँमा गएर म यसरी बोल्ने गरेकी छु। त्यति मात्रै नभएर मलाई अहिले पूर्वदेखि पश्चिमसम्म लग्द भन्ने हो भने म धेरै ठाउँमा चाहिँ यो किताबको चर्चा परिचर्चाको लागि म हिँडिरहेकी छु र मैले यो उमेरमा आएर पढेर किताब लेखेर एउटा चाहिँ समाजमा यो साहित्यिक को बाटोमा एउटा चाहिँ गोरेटो जस्तो बनाएकी छु। मैले सक्छु भने तपाईँहरूले किन सक्नुहुन्न? त्यही भएर कहिले पनि हिक्मत नहारिकन आफूलाई एकदम आफू हो म हो भनेर आफूलाई सम्झेर अगाडि बढ्नुपर्छ। यहाँ
चाहिँ कार्यक्रममा समावेश पनि भयौँ र चाहिँ उहाँहरूले चाहिँ एकदम स्वागतका साथ हामीलाई चाहिँ कार्यक्रममा राख्नुभयो। केही शब्दहरू बोल्ने अवसर पनि पाएँ मैले चाहिँ विद्या नै ठुलो हो सबैभन्दा भन्ने चाहिँ कुराहरू पनि दर्शाएँ अभिभावक सामु साना बालबालिकाहरू सामु। अब यहाँ जति हुनुहुन्छ उहाँहरूको अगाडि मैले सबै कुरा आफूले जानेको भोगेको कुराहरू चाहिँ उहाँहरूलाई मैले बुझाएँ र अब हामी यहाँ कार्यक्रम चालु नै चलिरहेकै छ। अब हामी यो कार्यक्रम समापन भएपछि फेरि अझै हामी पोखरा फर्किनेछौँ। हामी यो नवलपुर हामी यता भिमाद हुँदै चाहिँ रेसिङ धिरिङ हुँदै हामी चाहिँ यहाँ नवलपुर आएका हौँ। यही जे जति मैले सङ्कलन गर्न सकेँ त्यही सामग्रीहरू वितरण गर्नका लागि बच्चाहरूको चाहिँ एकदम कमजोर आयातन भएको बालबालिकाहरू भएको ठाउँ रोजेर म यहाँ आएर यसरी चाहिँ मेरो आर्थिक जे जस्तो थियो त्यही नै मैले यहाँ बच्चाहरूप्रति समर्पण गरेकी छु। हजुरहरूले पनि यही सहयोग गर्नुहुन आह्वान गर्दछु। धन्यवाद, नमस्कार।